आज चाहिँ म घरमा मोमो बनाउँदैछु, नेपाली मोमो। त्यसको लागि पिठो, किमा अनि उता अचार बन्दैछ। म चिया मोमो बनाउँदै बिचमा चिया पनि खाँदैछु। मेरो चिया दुधको चिया फेभरेट हो। यस्तो धेरै मोटो भइसक्यो। मेरो हस्बेन्डले हल्का बिस्कुट पनि खाइदियो हुन्छ। मेरो हातको मोमो बन्दैछ नि त, त्यही भएर यताबाट एकछिन मुख खाली राख्नु हुँदैन, एकदम भोक लागिरहेको छ। एकछिन खान पाएन भने गाह्रो हुन्छ। मलाई चाहिँ मोमो बनाउन आउँदैन साथीहरू, के गर्नु। सिक्दा सिक्दै कहिले सिक्ने हो थाहा छैन। खाना चाहिँ मिठो लाग्छ है। फेरि प्रेग्नेन्सीमा के खान मन लाग्ने हो कुनै लिमिटै छैन क्या। नेपाली खानाहरू त एकदमै मनपर्छ मलाई त। यहाँनिर नेपाली रेस्टुरेन्टहरू पनि छैन क्या धेरै, त्यही भएर गाह्रो छ। यहाँ नेपाली रेस्टुरेन्टहरूमा खाए पनि मलाई त्यति धेरै मिठै लाग्दैन नेपाली जस्तो। त्यही भएर बरु घरमै अलिकति भए पनि मिठो हुन्छ भनेर घरमै बनाउन थालेको। बनाउँछु है त। यसमा हल्का तेल लाउँछु, किमा हाल्छु। यो किमा पिठो सबै मेरो हस्बेन्डले रेडी गरिदिनु भएको हो क्या। मैले चाहिँ यति बनाउने काम मात्र हो मेरो चाहिँ। अचार पनि बनाइसक्नु भयो। यति हो, त्यही पनि आउँदैन, कोसिस गरिरहेको छु। यस्तो भइरहेछ। फाइनली साथीहरू मेरो चाहिँ मोमो बनिसकेको छ र हामी दुईजनालाई चाहिँ यति मोमो बनाएको छ। यो सब खाने हो। कति पिस छ म गन्छु है त। यहाँ चाहिँ 46 पिस रहेछ। यो सब खाने हो हामी। अचार चाहिँ यस्तो भएको छ, देख्दाखेरि चाहिँ मिठो छ, खाँदाखेरि कस्तो छ थाहा छैन। यहाँ चाहिँ मोमो पाक्दैछ। कस्तो भयो 15-20 मिनटमा चाहिँ पाक्छ यो। हाम्रो चाहिँ मोमो बनिसकेको छ र मेरो श्रीमानज्यूले चाहिँ मोमो ल्याउँदै हुनुहुन्छ उताबाट। 3टा थियो होइन? ए ल अब उहाँले हाल्नुहुन्छ। मिठो बास्न आयो? बसेर हाल्छु हो। आज बुढीको इच्छा पुरा गर्दा कस्तो लागिरहेको हजुरलाई? खुसी लागिरहेको? गाह्रो त भएन नि? मिलाएर हाल्छ न मोमो। कस्तो हाल्यो त्यो? मिलाएर कस्तो मिलाएर भने यस्तो त मिलाएर मोमो भने यस्तो हो त एकै ठाउँमा? अनि खाऊ त बडो रेडी छ। बस अचार लान्छ हाम्रो यहाँ। अचार चाहिँ जुस ठिकै राम्रै भएको छ हो। अब यति हालिदिएको छु। अब आफ्नो चोइस अनुसारले है हालेर खानु होला। अचार मोमो सब खाने, बाँकी राख्नु पर्दैन। फाइनली अब हामी चाहिँ खाना लागेको। ल स्टार्ट गरौँ त। बाइक बुढीलाई मलाई हो कस्तो छ रिभ्यू? जेन्युन रिभ्यू चाहियो।
रेस्टुरेन्टमा हामी त बबाल छ वाउ सुपर बुढो आउँछु होइन खुवाउँछु म एउटा वाउ अचार पनि कस्तो मिठो अचार अचारमा के हाल्छ साथी यस्तो मिठो भयो त ओ माई गॉड मेरो इच्छा पुरा भयो ल भगवान् पैसा अचार त नर्मल हो गोलभेडा प्याज मसला लसुन अदुवा बनाएर चट्टो फ्राई गर्ने अनि मजाले फ्राई गरेपछि मिक्सरमा सट्ट पार्ने अनि भटमास र सेतो तिल फ्राई गर्ने होइन त्यसको झोल बनाउने अनि चट्टा लाएर अमिलो हाल्ने पानी तात्ने हाल्ने अनि सर र ग्राइन्डर वा मिक्सरमा मिक्स गरेपछि अनि फेरि त्यसपछि त्यो अहिलेको धुलोले मिक्स गर्ने अनि पछि फेरि अनि मिक्सर मिक्स गर्ने त्यसपछि अनि स्वादिष्ट मोमोको झोल रेडी हुन्छ मसला आफ्नो टेस्ट अनुसारले हाल्ने म त यतिको मोमो बनाएर खाइन्छ भने जाँदिनँ म त बाहिर मजाले भिजाएर खाऊ यो मजाले खाने हो झोल मोमो हो नि त अझै हाल्दैछु न वाउ